द पावर अफ सबकन्सियस माइन्ड अर्थात् सबकन्सियस माइन्डले तपाईको पुरै शरीरलाई कन्ट्रोल गर्छ। तपाईको पुरै शरीर तपाईको सबकन्सियस माइन्डको कन्ट्रोलमा हुन्छ। हो, यो कुरा सत्य हो। यदि तपाईले आफ्नो माइन्डलाई कन्ट्रोल गर्न सक्नुभयो भने तपाईलाई सक्सेस एचिभ गर्नबाट कसैले पनि रोक्न सक्दैन। के तपाईलाई थाहा छ, आज जति पनि मिलिनियर बिलिनियरहरू छन् नि, तिनले चाहिँ आफ्नो सबकन्सियस माइन्डलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुरा चाहिँ तिनलाई थाहा हुन्छ के। तपाईले यो कुरा आफ्नो दिमागमा सेट गरेर राख्नु होला। इफ यु कन्ट्रोल योर सबकन्सियस माइन्ड देन यु क्यान डु एनिथिङ, यु क्यान एचिभ एनिथिङ। यस, किप इन योर माइन्ड। आज म एउटा उदाहरण दिन्छु। एकचोटि एउटा कैदीलाई आँखामा पट्टी बाँधेर भनियो कि तिम्रो मृत्यु कोब्रा साँपबाट डसाएर गर्नेछौ। ठिक त्यसको 3 दिनपछि त्यसको आँखामै पट्टी बाँधेर त्यसलाई एउटा चेयरमा बसालियो र त्यसलाई भनियो अबको 5 मिनेटभित्र तिमीलाई कोब्रा साँपले डस्नेछ। त्यसको हात बाँधिदियो, खुट्टा बाँधिदियो, आँखामा पट्टी छ र डाक्टरहरूले त्यसको सबकन्सियस माइन्डको परीक्षण गर्नलाई सिरिन्जमा पानी भरेर 2टा सिरिन्ज सँगै लगाइदियो त्यसलाई। र जब त्यसको पोस्टमार्टम गरियो र त्यसको रिपोर्टमा के आउँछ थाहा छ? कोब्रा साँपले डसेर मरेको। त्यसको ब्लडमा कोब्रा साँपको जहर पाइयो रे के। यो भनेको किन हुन्छ भनेपछि हाम्रो माइन्डले चाहिँ पुरै बडीमा त्यही थोट पठाइदियो कि मलाई चाहिँ सर्पले डस्नेवाला छ र मलाई जहर लाग्छ अनि म मर्छु। दिस इज द पावर अफ सबकन्सियस माइन्ड। त्यसैले यदि आफ्नो दिमागलाई कन्ट्रोल गर्न सक्यो भने, आफ्नो सबकन्सियस माइन्डको युज गर्ने हो भने यु क्यान डु एनिथिङ। हो, आजको मिलिनियर बिलिनियरहरूले पनि आफ्नो सबकन्सियस माइन्डलाई नै युज गरेर रुल गर्ने गर्छन्। तपाईलाई थाहा होला, यदि तपाईले म यस्तो बन्छु, मलाई यो चाहियो, जुनसुकै हालतमा पनि चाहियो भनेर यदि तपाईले फेम गोल आफ्नो सेट गर्नुहुन्छ भने तपाईले चाहिँ त्यो जसरी पनि पाउन सक्नुहुन्छ कि जसरी पनि तपाईले त्यो एचिभ गरेरै छोड्नुहुन्छ। हो, त्यो नै सबकन्सियस माइन्ड हो कि। सबकन्सियस माइन्डको खेल भनेको 1 दिन 2 दिन अथवा 1 हप्ताभित्र हुने कुरा होइन। तर म ग्यारेन्टी दिन्छु, यदि 1 महिनासम्म जसले यही गोलमा होइन म यही गोल फिक्स गरेर गर्छु भनेर त्यही गोललाई चाहिँ टाइम दियो भने 1 महिनापछि त्यसको रिजल्ट अभियसली होइन राम्रो हुन्छ। तपाईँ 1 महिनासम्म जिम गर्नुहोस्, 1 महिनापछि तपाईँको बडीमा सुधार हुन्छ। तपाईँ 1 महिनासम्म स्टडी गर्नुहोस्, तपाईँको नलेज सुधार हुन्छ। तपाईले 1 महिनासम्म लगातार 30 डेजसम्म तपाईले जे गर्नुहुन्छ नि, तपाईमा चाहिँ त्यो 60% ले इम्प्रुभमेन्ट हुन्छ के। र अर्को कुरा, पावर अफ सबकन्सियस माइन्डको अर्थात् तपाईले आफ्नो सबकन्सियस माइन्डको गुलाम भएर बस्ने होइन कि आफ्नो माइन्डलाई आफ्नो गुलाम बनाउने हो। तपाईलाई सबकन्सियस माइन्डको बारेमा यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। साथै नेक्स्ट पार्टमा कुन टपिकमा कुन टाइटलमा लिएर आउँ, अझ योभन्दा मोटिभेट किसिमले म ल्याउने छु। हेरेर साथ दिनु होला। धन्यवाद।